नमस्ते साथीहरु, आज फेरि मैले यो अनारसको भिडियो लिएर आएको छु साथीहरु। भिडियो हेरेर प्रतिक्रिया दिन चाहिँ नबिर्सिनुस् होला है त। यसको लागि साथीहरु मैले चामलको पिठो 2 भाग र चिनी 1 भाग ग्राइन्ड गरेर चाहिँ यसलाई राखिदिएको छु हैन। र यसमा चाहिँ एउटा कागतीको रस र 2 चम्चा घिउ पनि राखेर मज्जाले चलाएर यसलाई मैले थिचिदिएको छु साथीहरु। यसरी थिचिसकेपछि कम्तिमा पनि यसलाई 2 देखि 3 घण्टासम्म म्यारिनेट गरेर राख्नुपर्ने हुन्छ। र पिठो राम्ररी ढाडिसकेको छ साथीहरु, हेर्नुस् त यो एकदमै राम्रो बनेको छ। यो थिच्दाखेरि पनि मजाले भइसकेको छ। र अब साथीहरु पोस्ता दाना लिएर चाहिँ मैले यो पिठोलाई चाहिँ यस पोस्ता दाना माथि राखेर बिस्तारै बिस्तारै यसलाई फैलाइदिएको छु माथिबाट। तपाईहरुले पनि कत्रो आकारको चाहिन्छ त्यही अनुसारको यसलाई फैलाबाट बनाउनु होला। र तपाईले प्यानमा अथवा कराईमा चाहिँ तेल राखेर यसलाई चाहिँ बिस्तारै मसिनो आँचमा राखेर पकाउनु पर्ने हुन्छ, बीचमा चलाउँदै। हेर्नु त साथीहरु, यो लगभग रेडी भइसकेको छ। सुरुमा निकाल्दा चियो अत्यन्तै लुलो हुन्छ र पछाडी चियो राम्रो हुन्छ। हेर्नु त साथीहरु, च्यानललाई लाइक, सब्स्क्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सिनुहोस् होला। अर्को भिडियोसम्मको लागि मलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।